आज भोटे जात्रा नेपालका सबै प्रसिद्ध ऐतिहासिक जात्राहरूमध्येको एक हो। यो जात्रा विशेष गरी काठमाडौँ उपत्यकामा मनाइन्छ र वर्षा, कृषि, धार्मिक आस्था तथा सांस्कृतिक एकताको प्रतीकको रूपमा लिइन्छ। प्रत्येक वर्ष रथ यात्राको अन्तिम दिन जनसमुदायको उपस्थितिमा एउटा बहुमूल्य भोटो बिना बाहुलाको विशेष पोसाक सार्वजनिक रूपमा देखाइने भएकोले यसलाई भोटे जात्रा भनिएको। भोटे जात्रा रातो मच्छिन्द्रनाथ जात्राको समापन समारोह पनि हो। रातो मच्छिन्द्रनाथलाई वर्षा र सहकालको देवताको रूपमा पूजा गरिन्छ। विशेष गरी किसानहरू राम्रो वर्षा, उब्जनी र समृद्धिको कामना गर्दै यो जात्रामा सहभागी हुने गर्छन्। नेपाल कृषि प्रधान देश भएकोले परम्परागत रूपमा यो जात्राको विशेष महत्त्व रहेको छ। भोटे जात्राको उत्पत्ति भोटो जात्रासँग एउटा रोचक किंवदन्ती जोडिएको छ। धेरै वर्ष पहिले काठमाडौँ उपत्यकामा किसानले नगर राजाको सेवा गरेर पुरस्कार स्वरूप बहुमूल्य रत्न जडित भोटो प्राप्त गरेको थिए। पछि त्यो भोटो हरायो। केही समयपछि उक्त भोटो अर्कै व्यक्तिले लगाएको देखेपछि किसानले आफ्नो दाबी गरे। तर दुवैले पर्याप्त दाबी प्रमाण देखाउन नसके पछाडि त्यो भोटो चाहिँ राजाले राखे। त्यसपछि विवादित भोटो राज्यको संरक्षण राखी र वास्तविक मालिकसहित प्रमाणमा आए फिर्ता दिने निर्णय गरियो। त्यसैको सम्झनामा प्रत्येक वर्ष भोटो जात्रा जनतामाझमा भोटो देखाउने चलन परम्पराको सुरु